नमस्ते सम्पूर्ण एनर्जीका साथमा नववर्ष 2083 को आगमनसँगै आगामी दिनहरू सफल होस् भनेर मेरो शुभकामना। एनीवे दिस इज जस्ट अ विश एन्ड विश फुलफिल गर्नको लागि हामी सबै स्वयं तत्पर हुनुपर्छ। इफ यु गाइज रियली वान्ट मेक दिस इयर ब्युटिफुल, सो आजको यो भिडियो तपाईँको लागि हो। नयाँ वर्ष 2083 को नयाँ जोस जाँगरले भविष्य सुनौलो बनाउनको लागि र लाइफलाई ब्युटिफुल बनाउनको लागि फर्स्ट वी हेभ टु सेट क्लियर डाइरेक्सन। डाइरेक्सन मिन्स लाइफमा के गर्ने, के का लागि गर्ने र किन गर्ने भन्ने कुरालाई छर्लङ्ग पारेर आफ्नो भिजन सेट गर्नुपर्छ। लाइक न्यू इयर सँगसँगै हामीले नयाँ जोस जाँगरका साथ केही नयाँ नौलो कुरा गर्नको लागि डेडिकेटेड हुनुपर्छ। बिना डाइरेक्सन कुनै पनि कुराहरू सम्भव हुँदैन। त्यसैले कुन डाइरेक्सनमा जाने भन्ने कुरा आफैले स्वयं निर्धारण गर्नुपर्छ। बिकज डाइरेक्सन यदि क्लियर छ भने सफलता अवश्य पाइन्छ, सफलतासम्म पुग्न सकिन्छ। सो सेट द क्लियर डाइरेक्सन। एन्ड सेकेन्ड, नयाँ वर्षको आगमनसँगै वी पिपल ह्याभ टु डेभलप पोजिटिभ एटिट्युड। पोजिटिभ एटिट्युड इन द सेन्स यदि मान्छेमा पोजिटिभ एटिट्युड छैन भने दे पिपल क्यानट डु द थिङ्स प्रोपरली। पोजिटिभ एटिट्युड भनेको कस्तो हो भनेपछि कुनै मान्छेले नयाँ काम गर्दै जाँदा या नयाँ सुरुवात गर्दाखेरि थिङ्किङ हुनुपर्छ, माइन्डसेट हुनुपर्छ। बिना माइन्डसेट मान्छेले प्रोपर गाइडेन्स पाउँदैन। अनि पोजिटिभ डाइरेक्सन इज लाइक द्याट आई क्यान डु। इफ देयर इज नेगेटिभिटी स्टिल द्याट पिपल क्यान से आई क्यान डु। That is positive attitude, and developing positive attitude is the core concept. कुनै काम पनि गर्दाखेरि पोजिटिभ एटिट्युड अनिवार्य हुन्छ। पोजिटिभ एटिट्युड भनेको कबाट कलङ्क होइन कि कबाट कमल, कबाट कलम हो भनेर बुझ्नुपर्छ। सो वी क्यान गो द फर्दर नेक्स्ट द थर्ड पोइन्ट, बिल्ड सिस्टम। सिस्टम भन्नाले सिस्टेमेटिक चिजहरू आफ्नो लाइफमा नयाँ वर्ष सँगसँगै एउटा सिस्टेमेटिक रुल्स डेभलप गर्नुपर्छ गाइज। रुल्स डेभलप गर्दै जाँदाखेरि सिस्टम बनाउनुपर्छ। आज गरे, भोलि गरे, 3 दिन गरे, त्यसपछि 2 दिन फेरि थप गर्न छोडिन्छ। प्रायः जस्तो मान्छेहरूको लाइफमा त्यही नै चलिरहेको हुन्छ। पिपुल डोन्ट डु द थिङ्स। गर्छु भन्छन् बट भोलि बादले सताइहाल्छ। त्यसैले सिस्टम बनाएर काम गर्नुपर्छ। सिस्टमले गोल सेट गर्छ। गोलसम्म पुर्याउनको लागि महत्त्वपूर्ण रोल प्ले गर्ने भनेको सिस्टमले नै हो। मान्छेलाई नियममा बाँध्ने भनेको पनि सिस्टमले हो। त्यसैले सिस्टमेटिक तरिकाले आफ्नो लाइफलाई साध्नुपर्छ, एउटा साधक बन्नुपर्छ। आजको यो नयाँ वर्ष सँगसँगै हामीले एउटा सिस्टम पनि आफ्नो लाइफलाई साधारण बनाउनको लागि, मङ्गलमय बनाउनको लागि सिस्टम चाहिँ बनाउनै पर्छ। एन्ड देन आफ्टर स्टार्ट टेकिङ एक्सन। एक्सन पनि त्यो सँगसँगै लिन जान्नुपर्छ, लिन सक्नुपर्छ। लाइफमा केही गर्नको लागि यदि तिमीहरूले भिजन बनाएका छौ, हामी सबैले आफ्नो लाइफमा केही न केही गर्नुपर्छ भनेर एउटा पर्पस बनाएका हुन्छौँ, त्यो फुलफिल गर्नको लागि, त्यहाँसम्म पुग्नको लागि एक्सन अवश्य लिनुपर्छ। टेकर सँगसँगै हामीले रेस्पोन्सिबल पनि हुनुपर्छ गाइज। रेस्पोन्सिबल भनेको स्वयं जिम्मेवार हुनु हो। आफ्नो कामप्रति, आफ्नो कर्तव्यप्रति रेस्पोन्सिबल भएर काम गर्नुपर्छ, जसले गर्दाखेरि एउटा लक्ष्यमा पुग्नको लागि रेस्पोन्सिबिलिटी पनि इम्पोर्टेन्ट बुँदामा पर्ने गर्छ। रेस्पोन्सिबल भनेको के हो भनेपछि कुनै कुरालाई सभ्य तरिकाले गर्नु भनेको रेस्पोन्सिबिलिटी है। त्यसपछि रेस्पोन्सिबलले मात्रै मान्छे सफल हुन सक्दैन, नयाँ वर्ष 2083 लाई सक्सेसफुल बनाउन सक्दैन जस्तो लाग्छ। त्यो सँगसँगै हामीले एउटा गर्ने पर्ने कुरा के हो भनेपछि कन्सिस्टेन्सी। कन्सिस्टेन्सी भनेको निरन्तरता, जसमा वी पिपल सुडन्ट डु गिभ अप, नेभर गिभ अप। जसलाई म के परिभाषा दिन्छु भनेपछि नेभर गिभ अप। नेभर गिभ अप भनेको कुनै पनि अवस्थामा, कुनै पनि हालतमा, कुनै पनि क्षण समयमा आफूलाई हरेस खालको महसुस गर्नु हुँदैन। यद्यपि गिभ अप गरेको जस्तो फिलिङ आउँछ भने पनि कन्टिन्युसली, कन्सिस्टेन्टली दिनको 2 घन्टा, दिनको 3 घन्टा जति सकिन्छ त्यो समयमा पढाइ गर्ने कि के गर्ने भन्ने कुरा जसको प्राप्तिको लागि हामी अगाडि बढ्छौँ त्यो चाहिँ गरिराख्नुपर्छ। एन्ड कन्सिस्टेन्सी इज द की।
सबैलाई थाहै छ होला। कन्सिस्टेन्ट तरिकाले काम गर्यो भने, कन्सिस्टेन्ट भएर पढ्यो भने you will get the best result. So by saying this much, and if you guys feel this video important, यदि यो हेल्पफुल जस्तो लाग्छ भने don't forget to subscribe my channel and share subscribe.